नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई शुभयात्रा युट्युब च्यानलमा। साथीहरु, तपाईहरुले पनि दुबईमा बसेर गुटका, तम्बाकु, पान पराग, बिमलहरु खाँदै हुनुहुन्छ भनेपछि तपाईहरुको लागि एकदमै ब्रेकिङ न्यूज आएको छ साथीहरु। यो न्यूज तपाईहरुको लागि काम लाग्न सक्छ किनकि अहिले बल्दियाको तर्फबाट र पुलिस चेकिङहरु प्रत्येक क्याम्पहरुमा आएर यो सबै कुराहरु चेकिङ हुँदैछ साथीहरु। तपाईहरुले जस्तै अफजलहरु, बिमलहरु खाँदै हुनुहुन्छ भनेपछि यो कहाँबाट किन्दै हुनुहुन्छ र कहाँ खाँदै हुनुहुन्छ, तपाईहरुले रुममा राख्नु भएको छ कि कतै राख्नु भएको छ कि भनेपछि अहिले बल्दियाका मान्छेहरु आएर सिधै क्याम्पमा आएर त्यहाँनिर चेक गरिरहेका छन् साथीहरु। कतै पनि भेटाए भने यो तपाईले ठुलो फाइनहरु लाग्न सक्छ किनभने साथीहरु अफजलहरु यो तम्बाकुहरु यहाँनिर ब्यान गरिएको छ साथीहरु। जस्तै तपाईले थाहा नै छ, लुकाएर किन्छ मान्छेहरुले। क्याम्पमा कसै बंगाली भाइहरुले बेचेको छ भने चाहिँ उहाँबाट किनिन्छ भनेपछि यो चाहिँ इलिगल रहेको छ साथीहरु। इलिगल सामानहरु कतिपटक पनि तपाईले नकिन्नु होला किनकि फस्न सकिन्छ। यहाँनिर दुबईमा कानुन एकदमै टाइट छ साथीहरु। उनीहरुको कानुनमा चल्न पर्छ हामीले। त्यही भएर सानो गल्तीले गर्दाखेरि पनि हामीले ठुलो सजायहरु हुन सक्छ साथीहरु। यो गुटकाहरु जहाँ पनि राखेर प्रत्येक विशेष गरेर अल्कोहल पनि यदि तपाईहरुले कतिबाट ल्याएर आफ्नो रुममा राख्नुहुन्छ हैन, कुनै क्याम्पहरुमा त राख्न अलाउड हुन्छ, कुनैमा राख्न अलाउड हुँदैन भनेपछि त्यो यदि तपाईहरुले रक्सीका बोतलहरु कतै आफ्नो रुममा लुकाएर राख्नुहुन्छ भनेपछि त्यो पनि सचेत हुनुहोला साथीहरु। यिनी गुटका, तम्बाकु, रक्सीहरुको बारेमा अहिले चाहिँ 2025 मा चाहिँ एकदमै कडाई गरेको छ साथीहरु। और बल्दिया र पुलिस टिम आएर क्याम्पमा चेक गरिरहेको छ साथीहरु। रुममा गएर उनीहरुले चेक गर्छ। त्यही भएर साथीहरु यस्ता कुराहरु जुन इलिगल छन् साथीहरु त्यो ल्याएर चाहिँ राख्ने काम चाहिँ नगर्नु होला। भेटाए भने धेरै ठुलो फाइनहरु यहाँनिर उनीहरुले लगाउन सक्छ साथीहरु। जुन हाम्रो सानो स्यालेरी छ त्यही माथि पनि हामीले ठुलो फाइनहरु पनि लाग्न सक्छ साथीहरु। र सचेत रहेनौ भने चाहिँ हामीले घाटा पनि हुन सक्छ साथीहरु। उनीहरुले आफ्नो जेल नेलमा पनि हाल्न सक्छ, हाम्रो जिन्दगी गडबड पनि हुन सक्छ साथीहरु। त्यही भएर समयमै सतर्क रहनु होला, सचेत रहनु होला। र यो भिडियो धेरै भन्दा धेरै साथीहरुले शेयर पनि गर्नु होला। अहिले यो बल्दियाको तर्फबाट, म्युनिसिपालिटीको तर्फबाट धेरै भन्दा धेरै चेकिङ भइरहेको छ। क्याम्पहरुमा गएर हामीले देख्न सक्छौं चेकिङ भइरहेको छ। रुम भित्र गएर पनि चेकिङ भइरहेको छ। सो गाइज, आजको भिडियोमा यति नै। हामी भेटौँला नेक्स्ट भिडियोमा नयाँ अपडेटको साथमा। जब तक मलाई बिदा दिनुहोस्। नमस्कार।